नमस्कार अनि हार्दिक स्वागतम प्रवासका गतिविधिमा। यही 2082 फाल्गुन महिनाको 17 गते 1 मार्च 2026 का दिन जावली सुजान कुल एकता समाज पुणे भारतद्वारा आयोजित दोस्रो वार्षिक उत्सव भेटघाट तथा होलीको शुभकामना आदान प्रदान र चियापानका साथै मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो। दीप प्रज्वलन गरेर दोस्रो वार्षिक उत्सव कार्यक्रमको शुभारम्भ गरिएको थियो। उक्त दीप प्रज्वलन समाजका मार्गदर्शक दिलीप सिंह विश्वकर्मा, समाजका अध्यक्ष रमेश सिंह जावली, खलनायक नवराज विश्वकर्मा, चलचित्र निर्देशक लोकेन्द्र जयगढी, प्रमुख अतिथि शालिभान विक, हरीश सिंह जावली, मानबहादुर जावली, रतन सोनार, रमेश विक, भरत जावली, चक्र सोनार, युवराज विश्वकर्मा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। गायक हेमन्त परियार र गायक अमराज जावली लगायत थुप्रै कलाकारको पनि उपस्थिति रहेको थियो भने खलपात्र नवराज विश्वकर्माले नेपाली फिल्म देश विदेशको डायलग बोलेर स्टेज नै हल्लाएका थिए। कार्यक्रम शानदार रूपमा प्रस्तुतका साथै भव्य र सभ्य तरिकाले कार्यक्रम समापन भएको थियो। उक्त कार्यक्रममा विशिष्ट व्यक्तिहरूका साथै थुप्रै अतिथिहरूको समेत उपस्थिति रहेको थियो। डमर सिंह जावली, मदन सिंह जावली मुम्बईदेखि र जनक खड्का, पुरन रोकाए, रमेश अधिकारी, झङ्कर सोनार, जीत सोनार, जनक बहादुर, लालबहादुर गोर्खा, वीर बहादुर पुदाल जावली, महिलातर्फ रेखा जावली, इशारा जावली, रिउली जावली, कलसी जावली, कलधरी जावली, छोरी बेटीतर्फ रूपा सिंह मिजार, मीना विश्वकर्मा, सेतु पुदाल, हरिकाला सुतारी, पशुपति विश्वकर्मा, मीना लोहडोङ्ग्री, थुप्रै महिला दिदीबहिनीहरूको उपस्थित लगायत परिवारका साथै इष्टमित्रहरूको उपस्थिति रहेको थियो। अन्तमा महिला दिदीबहिनीहरूले देउडा खेल खेलेर रमाइलो गरेका थिए। नाताले किनकि हाम्रो परिचय भन्ने गाली खाने हुन्छ, हामी खलनायक बन्यो भने मान्छेले हाम्रो घृणा गर्छ, यही हाम्रो लागि ठुलो पुरस्कार हुन्छ। त एउटा हाम्रै पहिलो नेपाली फिल्म देश विदेश जसमा लोकेन्द्रजी, रमेश भाइ, हामी मिलेर दिलीप दाई सबले त्यो फिल्म बनाएको, त्यो फिल्मको नाम हो देश विदेशको एउटा डायलग भन्न चाहन्छु। किनकि त्यो डायलगले गर्दा मलाई कोहिनुर श्रीकृष्ण श्रेष्ठको फिल्ममा पनि मैले प्रमुख खलनायकको रोल गरेँ। त्यो फिल्मको डायलग यस्तो छ, बाबू भाई के नाम से थर थर कांपता है। दूध के लिए मैं बिल्ली बन सकता हूँ, बिल्ली। गोश्त के लिए मैं शेर बन सकता हूँ, शेर। और रुपये के लिए मैं यमराज बन सकता हूँ। अक्खा मुंबई बाबू भाई के नाम से थर थर कांपता है।
परिवारको साथ र समाजको विकास, समाजको साथ र परिवारको विकास यो एक साथमा हुनुहुन्छ। यो केका लागि हुन्छ? जब परिवार साथमा हुन्छ तब परिवारको साथ र समाजको विकास एक साथमा हुन्छ। र त्यसै म आफ्नो दुई शब्द यहाँ समापन गरेर सबैलाई हेर्दैको धन्यवाद। जय हिन्द, जय नेपाल।